एकदम पर्फेक्ट आयो मलाई एकदम पर्फेक्ट छ पर्फेक्ट मलाई त्यस्तो धेरै पर्फेक्ट त आउँदैन है अहिले जस्ट ट्राई मात्र है मैले बुवालाई धेरै मिस गरिरहेको छु आई मिस यु ड्याडी यहाँ कि दिदी हाल्यो है हाम्रो दिदी हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आयन कमल ब्लग आई सबैजना सन्चै हुनुहुन्छ होला सो आज चाहिँ म कहाँ छु भन्दाखेरि हाम्रो पुष्पा बुटिक जुन चाहिँ मेरो बहिनी र हुनुहुन्छ यहाँको ओनर एन्ड हाम्रो अर्को बहिनी पनि हुनुहुन्छ सो आज चाहिँ म यहाँ चाहिँ किन आएको भन्दाखेरि चाहिँ सो मेरो केही लुगाहरू सिलाउनु पर्ने थियो सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ म यहाँ आएको थिएँ तपाईँहरूले मलाई कहाँ देख्नुभयो भन्दाखेरि मेसिनमा बसेको देख्नु भएको छ होला होइन एन्ड देन सो म कति पछि यसरी नै हो यो त ए हो भ्लग हो नि त यो चाहिँ म कति पछि चाहिँ लाइक मलाई चाहिँ म कस्तो खुसी फिल भइरहेको छ क्या आज मेसिनमा बस्दाखेरि होइन मलाई त्यस्तो प्रोफेसनल तरिकाले त सिलाउन आउँदैन तर च्यातिएको लुगामा चाहिँ सिलाइहाल्दा चाहिँ अवश्य आउँछ यो चाहिँ मेरो ड्याडीले सिलाउनु भएको मतलब सिकाउनु भएको र एउटा लाइक के भन्छ जातले पाएको भन्ने पनि कुरा हुन्थ्यो नि त सो मैले जातले पाएको हो होइन म आई मिन म दमाईमा परिवारको छोरी हो मेरो बुवाले पहिला यो सिप हाम्रो पुर्खाहरूले चाहिँ यो सिप सिक्दै र सिकाउँदै आउनु भएको हामीबाट उत्पन्न भएको हो नि त यो कुराहरूलाई चाहिँ यो सिलाइको कामहरू चाहिँ हामीहरूले चाहिँ स्टार्ट गरेको हो अरे त्यसपछि चाहिँ सबैजनाले स्टार्ट गर्नुभएको अरे त्यही भएर म जातले पाएको चाहिँ सो मेरो बुवाले चाहिँ लगभग 30 देखि 40 वर्षको अनुभव हो मेरो ड्याडीको चाहिँ सिलाइमा चाहिँ होइन सो ड्याडीलाई म एकदमै धेरै मिस गरिरहेको छु कि अनि सो त्यही भएर म सानसानै बुवा यसरी यहाँ बस्दाखेरि चाहिँ मलाई चाहिँ यस्तो यस्तो सिक्न मन पर्थ्यो क्या यसरी सिलाउन मन पर्थ्यो अनि के गर्न मन पर्थ्यो होइन अनि बुवाहरूले सिक्न त ट्यालेन्ट छ सिक भन्नुहुन्थ्यो तर मैले कहिले पनि सिकिनँ तर मैले नसिकेर पनि मलाई अलिअलि सिलाउन चाहिँ आउँछ होइन तर त्यस्तो धेरै त भन्न सिलाउन त आउँदैन तर पनि लाइक मेसिनमा यहाँ मेसिनमा खुट्टा राखेर चलाउन चाहिँ आउँछ होइन धेरै नभए पनि सो म यहाँ च्यातिएको छ कि यहाँ मेरो यो चाहिँ आफ्नै लुगा हो सो यसमा चाहिँ अलिकति च्यातिएको छ म त्यो म सिलाउँछु र कसरी सिलाउँछ कोमल एउटै हातले भनेर तपाईँलाई जिज्ञासा हुनसक्छ सो मैले चाहिँ सिलाउन जाँदैछु तपाईँ हेर्नु होला भिडियो अन्तिमसम्म एन्ड म ड्याडीलाई धेरै मिस गर्न चाहन्छु तर मेरो बुवाहरूले चाहिँ सबै आइटम लुगाहरू सिलाउनुहुन्छ नेपाली लुगादेखि लगेर अनि चौबन्दी चोलीदेखि लगेर कुर्ताहरूदेखि लगेर नेपाली पोसाक कोट प्यान्ट सबै सिलाउनुहुन्छ होइन अनि देन त्यो लाइक कुनमा पनि हुन्छ अरे कि अब बुवा हामीले पहिलेदेखि नै त्यही काम गर्दै आएको भएर अब हामी छोराछोरीमा पनि त त्यो गुण सर्छ अरे कि अनि तर अरू मेरो दाइहरूलाई कसैलाई नै आउँदैन है यतिको बस्न पनि कसैलाई पनि आउँदैन देन मलाई चाहिँ आउँछ अलिक पछाडिबाट भिडियो लानु अनि सो म त यो चाहिँ म फेरि सिलाउन जाँदैछु हेरौँ है त कस्तो हुन्छ हेरौँ है त यहाँ चाहिँ अनि मलाई बस्न देऊ न नानु एकछिन मेसिनमा भनेको थिएँ सो थ्याङ्क यू सो मच पुष्पा बुनु के अरे मलाई मेसिनमा बस्न दिनु भएकोमा सो म यहाँ सिलाउन जाँदैछु गाइस एकदम पर्फेक्ट आयो मलाई एकदम पर्फेक्ट छ पर्फेक्ट मलाई त्यस्तो धेरै पर्फेक्ट त आउँदैन है अहिले जस्ट ट्राई मात्र है मैले बुवालाई धेरै मिस गरिरहेको छु आई मिस यु ड्याडी यहाँ कि दिदी हाल्यो है हाम्रो दिदी मेरो कुर्ता आफै अब म नि एउटा अब मेसिन किन्न पर्यो गाइस होइन मेसिन किनेर चाहिँ यसरी सिलाउनु पर्यो कति बसेको यहाँ खुट्टाको पनि देखाइदिनु न अनि मलाई यसरी धागा पनि मिलाउनु यहाँ धागाको भाँचो रहेछ होइन सो मलाई धागा मिलाउनु पनि आउँछ है ल हेर्नु है मैले धागा कसरी मिलाउँदैछु म केही नै भुलेको छैन ड्याडी हजुरले मलाई सिकाउनु भएको सायद मैले लाइफमा केही नै गर्न सकिनँ भनेपछि यही सिपबाट पनि के अरे गुजारा गर्न सक्छु है ड्याडी चिन्ता नगर्नु हजुरको छोरी एकदमै स्ट्रङ लेडी हो जे कुरामा पनि पर्फेक्ट ब्युटिफुल पनि हो ब्युटिफुल त त्यस्तै हो लाइक म चाहिँ अब बुटिक सिक्न पर्ला जस्तो छ गाई बुटिकमा एकदमै धेरै पैसा हुन्छ अरे त्यो भएको कारणले गर्दाखेरि सो यसरी चाहिँ मैले चलाइरहेको छु होइन
कति लाइक धेरै वर्ष भयो कि हुन त मैले पहिला पनि त्यस्तो सिलाइको काम चाहिँ गर्दैन थिएँ तर ड्याडी यसरी बसिरहेको बेला चाहिँ ड्याडीकोमा यसरी बसेर हेर्थेँ होइन लाइक कस्तो गर्थेँ होइन चाहिँ कहाँबाट खै छोड्नु त कहाँबाट खिच्नु भएको छ अनि सो मैले चाहिँ यहाँसम्म चाहिँ सिलाएँ होइन अब चाहिँ मेरो कता कता च्यातिएको छ यहाँनिर थोरै छुटेको छ कि मलाई कस्तो रमाइलो लागिरहेको छ कि आज म दिनभरि मेरो बहिनीको पसलमा आज यहाँ हजुरहरूलाई पनि किन धागा छुटिरहेको छ यहाँ यसले खाएर जस्तो छ क्या यसले सायद लिएन जस्तो छ के भएको यहाँ टाइट भयो हो यो टाइट भयो ठिकै छ सानो त यहाँ चाहिँ टाइट भयो जस्तो लाग्यो यसले पनि कहिलेकाहीँ फरक पार्छ भन्थ्यो है बाउले अब यो साइडमा पनि भइसक्यो ल सो गाइस मैले चाहिँ सिलाएँ सो कस्तो खुसी लाग्यो होइन ड्याडीलाई मिस गर्दै एन्ड ड्याडीको नाममा मेरो मम्मीले पनि गर्नुहुन्थ्यो यो काम चाहिँ त्यो भएर चाहिँ यो पनि गरेँ सो बुवा मम्मीलाई एकदमै मिस यु भन्दै सो कस्तो लाग्यो हजुरहरूलाई मेरो छोटो भ्लग हो यो चाहिँ होइन मैले धेरै लामो पनि जोडिनँ सो आज मलाई कस्तो बनाउनु मन लाग्यो कि यो कुरा चाहिँ सो कस्तो लाग्छ हजुरहरूलाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला एन्ड कमेन्ट पनि गरिदिनु होला भन्दै अनि सो फेरि पनि अर्को भ्लगमा भेट्नेछु अहिलेलाई भने म भ्लग इन गर्न चाहन्छु अहिले पनि बाई बाई सबैजनालाई थ्याङ्क यू फर